आजको कार्यक्रममा अन्तर्क्रियापछि Q&A सेसन हुनेछ। डाक्टर रुइतलाई NCNC को मानार्थ सदस्यता प्रदान गरिनेछ र अन्तिममा डाक्टर रुइतले यहाँहरूसँग फोटो खिच्नुहुनेछ। आशा छ कार्यक्रमको अन्तिमसम्म यहाँहरूले हामीलाई साथ दिनुहुनेछ। मलाई थाहा छ डाक्टर रुइतको परिचयको आवश्यकता छैन, तैपनि औपचारिकताको लागि म उहाँको परिचय दिन चाहन्छु। नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोलामा डाक्टर रुइतको जन्म भयो। उहाँले प्रारम्भिक शिक्षा दार्जिलिङबाट, SSC सम्मको अध्ययन वालसरी स्कुलबाट र IST त्रिचन्द्र कलेजबाट सम्पन्न गर्नुभयो। इन्डियाको किङ जोर्जेस मेडिकल कलेजबाट MBBS सकेपछि केही वर्ष वीर अस्पतालमा सेवा गर्नुभयो। All India Institute of Medical Sciences एम्सबाट MD को अध्ययनपछि उहाँले त्रिपुरेश्वर आँखा अस्पतालमा सेवा प्रदान गर्नुभयो। डाक्टर रुइतले थप ट्रेनिङ अस्ट्रेलिया र नेदरल्यान्ड्सबाट प्राप्त गर्नुभयो। नेपाल फर्केपछि मोतीबिन्दुको शल्यक्रिया नेपालमा गर्दा आएका चुनौतीहरूलाई एकपछि अर्को गर्दै समाधान निकाल्नुभयो। सबैलाई विदित नै छ, समग्रमा आम नेपालीको आय अत्यन्तै न्यून छ। त्यसमाथि नेपालको कठिन भौगोलिक कारणले स्वास्थ्य सेवा सहज छैन। यो चुनौतीलाई सामना गर्न उहाँले एउटा नयाँ प्रविधिको विकास गर्नुभयो, लो कस्ट सुचरलेस स्मल इन्सिजन क्याटराक्ट सर्जरी, जसलाई उहाँकै नामबाट रुइटेक्टोमी वा रुइट टेक्निक पनि भनिन्छ। त्यसै मोतीबिन्दुको शल्यक्रियामा प्रयोग हुने इन्ट्राअकुलर लेन्स आम नेपालीहरूको पहुँचभन्दा बाहिर थियो। डाक्टर रुइतले यस्तो प्रविधिको विकास गर्नुभयो जसले सस्तो मूल्यमा हाई क्वालिटी लेन्स नेपालमै बनाउन सकिने भयो। खोजको लागि डाक्टर रुइतकै नेतृत्वमा तिरगङ्गा आँखा अस्पतालको स्थापना भयो, जसले अहिले नेपालभरि आँखा केन्द्रहरू विस्तार गरेको छ। डाक्टर रुइतको जीवनी र कर्ममा आधारित कैयन वृत्तचित्र बनेका छन्, आर्टिकल्स पब्लिस भएका छन्। द बेयरफुट सर्जन र सेकेन्ड सन्स नामक दुई किताबमा उहाँको प्रेरणादायी कथा लेखिएको छ। डाक्टर रुइत अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट विभूषित हुनुहुन्छ। उहाँले पाउनुभएका केही उल्लेख्य पुरस्कारहरू छन्: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, सुप्रसिद्ध प्रबल जनसेवाश्री पुरस्कार, अस्ट्रेलियन अर्डर अफ मेरिट, भुटान नेशनल अर्डर अफ मेरिट, प्रिन्स माहिडोल अवार्ड, एसिया गेम चेन्जर अवार्ड, भारतद्वारा चौथो उच्च नागरिक सम्मान पद्मश्री, बहराइनको ईसा अवार्ड, एसियाको नोबेल पुरस्कार मानिने रमन म्याग्सेसे, एन्जेलिका रस्किन युनिभर्सिटी UK बाट मानार्थ डाक्टर अफ साइन्स। राष्ट्रव्यापी सर्वेक्षण अनुसार नेपालमा 1000 जनामा 8 जनामा अन्धोपन थियो भने अहिले त्यो संख्या घटेर 3 जनामा मात्र अन्धोपन रहेको छ, जुन विश्वका अन्य देशहरूको तुलनामा ज्यादै न्यून दर हो। रुइट टेक्निक नेपालमा नै उत्पादित इन्ट्राअकुलर लेन्सको प्रयोग, आँखा केन्द्रहरूको विस्तार, दक्ष जनशक्तिको विकास र दुर्गम ठाउँमा लगाइएका आई क्याम्पहरूले नेपालमा अन्धोपनको दर घटेको हो। 1995 मा हिमालयन क्याटराक्ट प्रोजेक्टको नामबाट डाक्टर रुइतले सुरु गर्नुभएको प्रोजेक्ट अहिले विस्तार भएर क्योर ब्लाइन्डनेस प्रोजेक्टको रूपमा संसारलाई नै अन्धोपनबाट मुक्त गर्ने एउटा भिजन लिएर अघि बढेको छ। नेपाललाई एउटा आँखाको मरलको रूपमा स्थापित गर्दै डाक्टर रुइतले विश्वका अन्य देशहरूमा पनि आँखा शिविर चलाउने मात्र होइन, एसिया र अफ्रिकाका विभिन्न देशहरूमा हजारौं चिकित्सकहरूलाई तालिम प्रदान गर्नुभएको छ। A few patients were blind yesterday and now they are seeing today. I have personally done surgeries on more than 130,000 patients. I grew up in a very small village northeast of Nepal. I lost my brother and sisters to such simple diseases that could have been cured by modern medicine. And that's why it has become my mission in life, to be a doctor for the poor. There are so many people that I can help. I am Dr. Sanduk Ruit.
I am an ophthalmologist and executive director of the Telangana Institute of Ophthalmology here in Nepal, which caters to about 500,000 to 1 million people. Many Nepalis in rural villages are losing their eyesight. 90% of the blind actually lives in this part of the world. Cataract as a disease can cloud your vision for life. Surgery is the only treatment for cataract. So I travel to remote villages all over my country. Since I know from my own experience, people who are marginalized both because of economy and geography, they are the ones who will suffer a lot. The longest that I have traveled is working for over 7 days with the equipment. I have these eye-opening festivals. It's kind of a moment where I've seen hundreds of patients. You're probably working for 13 hours a day. Everybody thought I am crazy and mad. We wanted to find a surgical technique and a surgical system which was cost-effective. Intraocular lenses, which are a must part of modern cataract surgery, used to cost $250 to $300. I really believe that he was a visionary, and उहाँले चाहिँ दुःख गरेर मलाई दार्जिलिङमा गएर पढाउने उहाँले डिसाइड गर्नुभयो र म I was very lucky है र त्यो जमानामा म पढ्न जाँदाखेरि मेरो गाउँबाट दार्जिलिङ जाँदाखेरि करिब 15 दिन हामी एक सबै हिँडेर जानु पर्थ्यो र एकचोटि स्कुलमा गइसकेपछि 3 वर्षभन्दा बढी स्कुलबाट घर फर्किन पाइँदैन थियो छुट्टी चाहिँ एक महिना आउँदाखेरि 15 जाँदाखेरि 15 गर्दाखेरि एक महिना त त्यतिकै लागिहाल्थ्यो छुट्टीमा नै नै बसिन्थ्यो त्यति बेला त्यस्तो परिवेशमा हामी पढ्न गएको भनौँ न नेपालीहरू अरू पनि हुन्थे दार्जिलिङमा तपाईको दार्जिलिङ कालिम्पोङ सिक्किमतिरको प्रशस्त मात्रामा नेपालीहरू हुनुहुन्छ त्यहाँबाट हामी अलिअलि नेपालबाट पनि परिवारहरू त्यहाँ जानुहुन्थ्यो तर कस्तो भने म कस्तो सिचुएसनमा हुर्क्यो भनेदेखि हरेक पटक हिउँदोको लामो छुट्टी हुन्छ त्यसपछि दसैँको छुट्टी प्यारेन्ट्सहरू आउँथे बच्चालाई लिएर जान्थे अनि म एटलिस्ट 3 कन्जिक्युटिभ इयर्ससम्म चाहिँ म होस्टेलमै प्रोभोस्टसँग म बसेर त्यति बेला अलिकति अप्ठ्यारो लाग्दो रहेछ तपाईँको है अनि मानसिक बच्चाहरूलाई मानसिक तनाव जस्तो हुँदो रहेछ तर त्यो मानसिक तनावले मलाई आई थिङ्क बिल्ड अप माई विल पावर है मलाई एकदम कडा बनायो अनि पछि गएर सिचुएसनहरूसँग यसरी अब्स्टेकलहरूसँग खेल्ने केही मात्रामा शक्ति मैले त्यहाँबाट आर्जन गरेँ जस्तो लाग्छ त्यसपछि इन्डिया चाइनाको वार यहाँ सुरु भयो वार सुरु भएपछि स्कुल्सहरू साइन डाई क्लोज गरेँ अनि क्लोज गरिसकेपछि मेरो बुवाले मलाई दार्जिलिङबाट मलाई काठमाडौँमा ल्याएर पढाउनु भयो काठमाडौँमा म वनस्थली त्यति बेला भर्खर अहिलेभन्दा धेरै सानो छु है त्यहाँ हामीले मैले क्लास 10 सम्म एसएलसीमा थिएँ त्यो कतिको फरक थियो दार्जिलिङमा पढ्नु र वनस्थलीमा पढ्नु अब घरमा कतिको फरक पाउनुभयो अथवा खास तपाईँको पढाइको हिसाबले मलाई केही मात्रामा सब्जेक्ट्सहरू अब जस्तो त्यति बेला साथीलाई थाहा छैन त्यति बेला तपाईँको अप्सनल एउटा संस्कृत हुन्थ्यो कि
2-3 महिना अलिकति गाह्रो भएको थियो र त्यसपछि त मलाई त्यति गाह्रो भएन। अनि डाक्टर साहबले अब यो मेडिकल लाइनमा जाने प्रेरणा कहाँबाट पाउनुभयो? त्यहाँबाट म त्यहाँ पढिसकेपछि काठमाडौँमा म कलेज वीरेन्द्र कलेजमा म एडमिसन पनि पाएँ साइन्स सुरुमा साइन्स पढ्ने भनेर। अनि त्यहाँबाट के भयो भने मेरो एकजना त्योभन्दा अलिकति अगाडि मेरो एकजना क्लोज बहिनी मसँग बसिराख्ने बहिनी चाहिँ ट्युबरक्लोसिस भएर बित्नुभयो। अनि बहिनी बित्नु भएपछि बहिनीले मलाई धेरै पटक मलाई भन्नुहुन्थ्यो दाइ तपाईँसँग के कुकी छ के गरेर देखाउनुहोस् भनेर भन्नुहुन्थ्यो। अनि बहिनी चाहिँ त्यस बेला टिभीबाट सकाउँ भइसकेपछि अनि मलाई सोच्नु बाध्य गरायो म किन यस्तो मेडिसिन जस्तो ब्रान्च लिएर म बहिनी जस्तो अरू नेपाली बिरामीहरूलाई मैले सेवा गर्ने मौका पाउँछु भन्ने मलाई मनमा अठोट भयो। त्यसपछि मैले एकदम मेडिसिन पढ्ने मैले इच्छा मनबाट आयो। अनि वीरेन्द्र कलेजमा साइन्समा जोइन गरेर त्यहाँबाट फाइट गरेर मेडिसिन पढ्नु गएको मलाई। हजुरले मेडिसिन पढ्नुभयो, त्यसपछि एमबिएस गर्नुभयो, अनि त्यसपछि आँखामै जान्छु म, आँखा कुनै गर्छु होइन, वाइ आइज भन्ने, अनि त्यसमा पनि क्याटारेक्ट सर्जरी स्पेसिफिक त्यो करियर पाथ त्यो आफूले चुज गर्नुभयो कि डेस्टिनी लेड यु टु द्याट करियर पाथ? अब त्यति बेला तपाईँको मेडिसिन पढ्नु गइसकेपछि म लखनऊमा किङ जर्जेस मेडिकल कलेजमा म पढ्न गएको थिएँ। त्यति बेला इन्डियाको भेरी फर्चुनेट हो कि इन्डियाको राम्रो कलेजहरू मध्येमा थिएँ किङ जर्जेस मेडिकल कलेज लखनऊ। अनि त्यहाँबाट पढिसकेपछि म आएर वीरस्थलमा काम गरेँ। वीरस्थलमा काम गर्दाखेरि काम अब एकदमै मेहनत गरेर काम गरिन्थ्यो सिन्सियर भएर। अनि मलाई मेरा सिनियरहरूले सबैले मन पराउनुहुन्थ्यो र त्यही टाइममा एकजना सिनियर हाम्रो डाक्टर नवीन चन्द्र राई हुनुहुन्थ्यो। अनि उहाँसँग मैले नेपालगञ्ज र बर्दियाको सिमानामा एउटा आँखाको शिविरमा जाने मौका पाएँ। अनि उहाँ शिविर लिड गरेर भएको थियो, सर्जरी गरेर भएको थियो। अनि म उहाँलाई एसिस्ट गर्ने मेडिकल अफिसर भएर गएको थिएँ। अनि जाँदाखेरि मैले एउटा इन्सिडेन्स मैले के देखेँ भने त्यो गरिरहेको दौरानमा सुर्खेतबाट एउटै फ्यामिलीका 4जना बच्चाहरू यो जन्मजात मोतीबिन्दु लिएर आएको थियो। अनि डाक्टर साहबले अपरेसन गर्नुभयो। अपरेसन गरिसकेपछि नेक्स्ट डे हामीले पट्टी गऱ्यौँ। अनि मलाई के लाग्यो भने दिस इज अ ब्रान्च अफ मेडिसिन वेयर यु क्यान डु सो मच गुड टु सो मेनी पिपल इन अ सर्ट टाइम भनेर। अनि मलाई यो आँखामा मेबी दिस इज अ स्पेसालिटी द्याट आई सुड ट्राई टु गेट इन्टु भनेर मलाई आँखामा अलिकति भित्रबाट मलाई इन्ट्रेस्ट आएको त्यहाँबाट। हजुरले बच्चाहरू भन्नुभयो जेनरल बुझाइ चाहिँ मोतीबिन्दु भनेको बुढो भएपछि लाग्ने भनेर, अनि जेनरल अन्डरस्ट्यान्डिङ छ त्यो बच्चाहरूमा पनि हुन्छ। क्याटारेक्ट हाउ कमन इज इट? बच्चाहरूमा थोरैमा हुन्छ। जस्तो तपाईँको आमालाई कहिलेकाहीँ हामीले जर्मन मिजल्स भनेर भन्छौँ है। आमालाई जर्मन मिजल्स भयो भने बच्चालाई जन्मजात मोतीबिन्दु हुनसक्छ, डेभलपमेन्टल कि अन्य तपाईँको म्यालन्युट्रिसनको कारणहरू पनि हुन्छ र मोस्टली जर्मन मिजल्ससँग कनेक्टेड छ। त्यसपछि हजुर एम्समा गएर मैले 3 वर्षको रेसिडेन्सी गरेर म काठमाडौँ आएर नेपाल आँखा अस्पतालमा मैले काम गर्न थालेँ। अनि त्यसपछि नेपाल आँखा अस्पतालपछि हजुर फेरि अस्ट्रेलिया जानुभयो। अस्ट्रेलियाको यात्राको बारेमा भनेको म तपाईँलाई एउटा सानो हाम्रो यङ्स्टर्सहरूलाई एउटा म सानो एउटा म इन्सिडेन्ट भन्छु। म धेरै ठाउँ भनेको पनि छैन। मैले एम्समा म रेसिडेन्सी गरेर आएको बेलामा मेरो स्कोर रेसिडेन्सीमा राम्रै थियो। अनि मैले आँखामा थेसिस मेरो चाहिँ आँखाको पछाडिपट्टि पर्दामा ट्युबरक्लोसिस इन्जेक्सन गरेर ट्युबरक्लोसिस लिजन हामीले प्रड्युस गर्ने भन्ने मेरो थेसिस थियो। त्यो थेसिस एनिमलमा मैले गर्नुपर्ने थियो र
म एनिमल चाहिँ हाम्रो त्यहाँ बिल्डिङको 7th फ्लोरमा माथि थियो अनि एनिमल बाँदरै थियो है बाँदरलाई एनेस्थेसिया दिनु असाध्यै गाह्रो हुन्छ निम्बिटल भन्ने इन्जेक्सन दिएर एनेस्थेसिया दिने बेलामा बाँदरले कोर्छ के गर्छ अनि सबभन्दा पहिला त त्यहाँ बस्ने मान्छेलाई हामीले पकाउनु पर्छ अनि उसले मलाई कोअपरेट गर्छै गर्दैन भन्ने बाँदर हेर्ने मान्छेलाई है त्यो गरेर अनि मैले त्यहाँ एउटा फर्चुनेटली के भयो भने त्यति बेला त्यो बेलामा 1983-84 है त्यो बेलामा आँखाको अपरेसन माइक्रोसर्जरीबाट गर्ने चलन थिएन अनि एउटा अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सलाई एउटा माइक्रोस्कोप आएको थियो अब फ्याकल्टीले कसरी पनि युज गर्नु त्यो ट्रान्जिसन चाहिन्छ उहाँहरूलाई माइक्रोस्कोपमा जाँदा कसरी पनि युज गर्नुहुन्थेन यहाँ राखेको थियो अनि कुनामा राखेको थियो अनि मैले एनिमललाई खेल्ने बेलामा मैले त्यो माइक्रोस्कोपसँग त्यसरी खेल्न पाएँ यति राम्रोसँग मैले खेल्न पाएँ माइक्रोस्कोपलाई चलाउने युज गर्ने हरेक कुरामा माइक्रोस्कोप युज गर्ने र मैले साँच्चै त्यहाँ आँखामा माइक्रोसर्जरी सिकेको भने कहिलेकाहीँ मान्छेलाई तपाईँको यस्तो सिचुएसनहरू पर्दो रहेछ त्यहाँ अल इन्डियाको एनिमलबाट ल्याबबाट चाहिँ मैले माइक्रोस्कोप युज गर्नु मैले सिकेँ र त्यसले मलाई अहिलेसम्म मेरो काममा एकदम मद्दत गरेर ल्यायो अनि हजुर काठमाडौँ फर्केर जुन त्रिभुवनेश्वरमा काम गर्नुभयो अनि तिलगङ्गाको स्ट्याब्लिस चाहिँ कसरी भयो त अब त्यहाँ नेपाल नेत्रज्योति सङ्घले आँखा हेरिरहेको थियो होइन तिलगङ्गाको स्ट्याब्लिसमेन्टको जर्नीको बारेमा भन्नुहोस् न नेपालमा 1980-81 एउटा नेसनल सर्वे गरिएको थियो त्यो नेसनल सर्वेमा चाहिँ तपाईँको प्रिभिलेन्स अफ ब्लाइन्डनेस भनेको अन्धोपनको आँकडा भनौँ न अनि 0.84% देखिएको थियो त्यति बेला र त्यति बेला सबभन्दा इन्ट्रेस्टिङ कुरा के देखिएको थियो भने सबभन्दा धेरै अन्धोपनको कारण चाहिँ मोतीबिन्दु नै थियो र मोतीबिन्दुमा जुन अपरेसन त्यति बेला गरिन्थ्यो आँखाको मोतीबिन्दु झिकेर मोटो चस्मा दिने त्यो मोटो चस्मा लाएन भने मान्छेले देख्दैन त्यो लगाइसकेपछि इमेज म्याग्निफिकेसन हुन्छ इन्कोर्डिनेसन हुन्छ हाम्रो जस्तो ठाउँमा नेपालमा है टोपोग्राफी असाध्यै अप्ठ्यारो छ त्यहाँ तपाईँको अरू जे भए पनि नभए पनि आँखा चाहिँ राम्रो चाहिन्छ तपाईँलाई यता बारीतिर जानु पऱ्यो भने आँखा राम्रो चाहियो मासतिर जानु पऱ्यो भने आँखा राम्रो चाहियो है अनि त्यो मोटो चस्मा लगाएर त्यो सम्भव नै थिएन अनि हाम्रो सर्वेको रिजल्टमा 60% भन्दा बढी बिरामीहरू मोतीबिन्दु अपरेसन गरेकोहरू चस्मा बिना नै भेटियो चस्मा लाएन भने अपरेसन पछि यु आर एक्चुअली मेकिङ देम फङ्सनली ब्लाइन्ड यस कारण 60% जति तपाईँले गरेको अपरेसन फङ्सनली ब्लाइन्ड अनि अपरेसनको विधि त्यति बेला यति नन प्रिसिजन थियो माइक्रोस्कोपमा गरिँदैन थियो +2 +3 को चस्मा लगाएर गरिन्थ्यो र त्यसको प्रिसिजन अहिले जति हामी गर्छौँ त्यो हामीले इमेजिनै गर्न सक्दैनौँ अनि त्यस्तो थियो त्यस्तो भएपछि कम्प्लिकेसन्सहरू बढिआएको 6% जति कम्प्लिकेसनहरू हामीले त्यो सर्वेमा देख्यौँ यो सबै आँकडा देखेर अनि मलाई चाहिँ अब मेरो आफ्नो त्यति बेला तपाईँको लाइफमा प्रोफेसनमा मेरो पर्पस नै के भयो भने विश्वस्तरीय आधुनिक मोतीबिन्दुको शल्यक्रिया जो लेन्स हालेर गरिन्थ्यो त्यो नेपाल जस्तो ठाउँमा कसरी गर्ने भन्ने कुरा एउटा मलाई मेरो लाइफको अब्जेक्टिभ नै मेन अब्जेक्टिभ नै मेरो बन्न पुग्यो अनि त्यो गर्दाखेरि अनि मैले यो गर्नलाई के कुराले बाधा गरेको छ भनेर मैले हेर्न थालेँ अनि एउटा बाधा भनेको शल्यक्रियाको प्रविधिलाई प्रशस्त मात्रामा सरलीकरण गरेर त्यस्तो ठाउँमा एप्रोप्रिएट बनाउने एउटा यहाँ गरिरहेको शल्यक्रिया त्यो ठाउँमा नेपालमा गर्दाखेरि असाध्यै कम्प्लिकेटेड असाध्यै लामो टाइम लाग्ने र एक्सपेन्सिभ है त्यसलाई सरलीकरण गर्ने तर क्वालिटीमा कम्प्रोमाइज नगर्ने एउटा त्यो थियो अनि अर्को चाहिँ आँखामा शल्यक्रिया गर्दाखेरि जति पनि कन्ज्युमेबल लाग्छ जस्तो फर इक्जाम्पल कस्ट अफ द इन्ट्राअकुलर लेन्स त्यो इन्ट्राअकुलर लेन्स भनेको मोतीबिन्दुको आधुनिक मोतीबिन्दुको शल्यक्रियाको पार्ट एन्ड पार्सल नै थियो
र त्यसको कस्ट चाहिँ $250-300 जति पर्थ्यो र त्यसलाई कसरी कम गरेर लिएर आउने त्यो कम नगरिकन त उपाय नै भएन भनेर यी सबै ब्यारियर्सहरूलाई नजरअन्दाज गरेर अनि मैले अब म के गर्नुपर्छ होला र के गर्दाखेरि अहिले भइरहेको सिस्टममा म गर्न सक्दिनँ मलाई अलिकति नयाँ सिस्टम चाहिन्छ भन्ने मलाई त्यति बेला एउटा भित्र म अठोट भयो अनि नेपाल आकाशकालमा म त्यति बेला राम्रै गरिरहेको थिएँ प्रोफेसनली आई वाज एट द अलमोस्ट एट द पिक अफ माई करियर लागि तर यो मेन अब्जेक्टको चाहनाले गर्दाखेरि हामीले सानो स्केलमा एउटा ग्रुप हामी त्यहाँबाट निस्केर तिलगङ्गाको कन्सेप्टमा तिलगङ्गा इस्टाब्लिस गर्नलाई हामीले अप्रोच गऱ्यौँ अनि हामीलाई केही मात्रामा बाधा अर्चन हुन्छ भन्ने थाहा थियो तर जति गाह्रो भएको थियो त्यति गाह्रो हुन्छ जस्तो लागेको थिएन त्यो गाह्रो बारे बताउनु न एउटा अब हामीले अहिले भन्दाखेरि त तिलगङ्गा इस्टाब्लिस गर्नुभयो भन्दा सजिलो छ नि त त्यति बेलाको कस्ता किसिमका च्यालेन्जहरू अलिकति बताउनुहोस् त्यो बारेमा सबभन्दा पहिला त एउटा न्युक्लियस टिम छान्ने नै गाह्रो थियो अनि मसँग मैले साथीहरूलाई अब अहिले मसँग एकदम क्लोज काम गरिरहेको डाक्टर रिता हुनुहुन्छ अनि उहाँसँगै हाम्रा 500 जना सिनियर अहिले अफ्थामिक एसिस्टेन्ट म्यानेजमेन्टको मान्छेहरू उहाँहरू हुनुहुन्थ्यो उहाँहरूलाई मैले घरिघरि सोधेँ आर यु विलिङ टु कम एन्ड जम्प इन्टु नाउ केही नभएको ठाउँमा जम्प गर्नु तयार हुन्छ भनेर अनि उहाँहरू त्यसको बावजुद पनि उहाँहरू आउनुभयो हामीलाई सबभन्दा पहिला जग्गा पाउन एकदम गाह्रो थियो जग्गा हामीलाई जग्गा दिने संस्थानले तपाईँहरूलाई हामी फलामको चिउरा चपाएर जग्गा दिन लागेको छौँ भनेर भने त्यस्तो सिचुएसन थियो तपाईँको जग्गा पाउनु कि जग्गा हामीले पायौँ जग्गा पाइसकेपछि अनि कसरी हामी काम सुरु गर्ने भनेर काम सुरु गर्दाखेरि ठुलो हस्पिटल इस्टाब्लिस गरेर त भएन अनि 40-50 जना बिरामीहरू हेर्ने ठाउँ र अपरेसन ओटी हामीले फेरि पछि ओटीको लागि ओटी बनाउने मान्छे नेपालीहरू नै फेला पऱ्यौँ ओटी बनाइदिनु भयो ओटी बनाइसकेपछि नेपालमा सबभन्दा नेपालमा मात्रै होइन त्यो टाइममा विकासोन्मुख देशहरूमा एम्बुलेटरी सर्जरी गर्ने चलन थिएन बिरामीलाई अपरेसन गरेर घर फर्काउने चलन थिएन हामीले त्यहाँबाट सुरु गऱ्यौँ र हामी सायद लो इन्कम मिडल इन्कम कन्ट्रिजहरूमा हामी माइनर्स नै थियौँ एम्बुलेटरी सर्जरीको र एम्बुलेटरी सर्जरी हामीले गर्न लागेको हामीसँग अरू उपाय थिएन हामीसँग स्टाफ पनि कम थियो स्पेस पनि थिएन हामीले एम्बुलेटरी सर्जरी गऱ्यौँ विच वाज भेरी डिफिकल्ट मान्छेहरूले क्रिटिसिजम गर्ने अनि तर आउटकम्सहरू राम्रो भएर गयो अनि पछि गएर बिस्तारै हामी त्यसलाई इस्टाब्लिस गऱ्यौँ र तिलगङ्गामा अब तपाईँको त्यसपछि यो आँखाको लेन्स उत्पादन गर्ने भनेर हामीले त्यहाँ बनाउने फेसिलिटी बनाउने भन्दाखेरि लेन्स उत्पादन बनाउने भन्ने बित्तिकै त्यति बेला नै हाम्रा साथीहरूले हाम्रा कोलिगहरूले दिस इज समथिङ द्याट वी सुड अलाउ देम टु डु नेपालमा यिनीहरूले आँखा बिगार्छ नेपाली यस्तो राम्रो यस्तो प्रिसिजन इन्डस्ट्री यहाँ इस्टाब्लिस गरेर लेन्स राम्रो निस्केन भने आँखा बिग्रियो भने नेपालको बेइज्जत हुन्छ र इट्स टु कम्प्लेक्स टु कम्प्लिकेटेड र नेपालमा हामीले एलाउ गर्नुहुन्न भनेर हामीलाई धेरै तपाईँको अब्स्टेकल्सहरू आयो तर त्यसको हरेकलाई हामीले अन्डरलाई हामीले सहेर हामीले अगाडि बढ्दै अनि इन्ट्राअकुलर लेन्स हामीले म्यानुफ्याक्चर गर्न थाल्यौँ इन्ट्राअकुलर लेन्स म्यानुफ्याक्चर गर्दाखेरि फर्स्ट इयर 50,000 जति म्यानुफ्याक्चर गरेपछि हामीले कस्ट चाहिँ ल्याएर $50 झार्यौँ सेकेन्ड थर्ड इयरमा गएर 1,50,000 2 लाख रुपियाँ हामीले प्रड्युस गर्न थालिसकेपछि कस्ट आएर $5 झऱ्यो त्यसरी प्रोडक्सन भोल्युम बढाउँदै गएर अनि कस्ट पनि कम हुँदै गयो र आखिरमा गएर हाम्रो गोल हाम्रो $5 कममा झार्ने गोल चाहिँ हामीले सक्सिड गऱ्यौँ त्यसले गर्दाखेरि लेन्सको दाम कम हुने बित्तिकै यो सर्जरीको अफोर्डेबिलिटी टार्गेट ग्रुप चाहिँ फ्यु हन्ड्रेड्सबाट अब फ्यु मिलियनमा गयो धेरैले यो सर्जरी पाउने अनि त्यसपछि हामीले सर्जिकल टेक्निक पनि हामीले एउटा सिस्टमेटाइज गरेर त्यसलाई फाइन ट्युन गरेर डेभलप गऱ्यौँ र अहिले आएर नेपालमा
धेरै ठाउँमा त्यसलाई हामीले ट्रेनिङ मार्फत गऱ्यौँ र संसारभरि क्योर ब्लाइन्डनेस र फ्रेड अलोज फाउन्डेसनको प्लेटफर्ममा हामीले अफ्रिकामा एसियामा हामीले यसलाई यो प्रविधिलाई हामीले लिएर गयौँ। अब अहिले नेपालमा ब्लाइन्डनेसको रेट बिट्विन 2 and 3%। हजुर, नेपालमा अहिले लेटेस्ट फिगर 2 वर्ष अगाडिको चाहिँ 0.84 बाट 0.2% मा हामीले लिएर आएको छौँ, which is This is pretty good prevalence of blindness rate. त्यसलाई अझ पनि हाम्रो कोसिस चाहिँ 0.1% मा हार्ने, तर सबभन्दा ठुलो कुरो अहिले चुनौती भनेको अहिलेसम्म जति पनि हामीले काम गरेका छौँ, हामीले हाम्रा स्टेक होल्डर्स अरू साथीहरूले गर्नुभएको कामहरू छ, भेरी नाइस वर्क इन डिफ्रेन्ट पार्ट्स अफ नेपाल, है। तर त्यसलाई एउटा अपरेसन मोडालिटी सिस्टमेटाइज भएको छ, तर त्यसलाई सस्टेन गरेर लिएर जाने सबभन्दा ठुलो हाम्रो अहिले दायित्व चाहिँ त्यो छ। र सस्टेनेबिलिटीको लागि पनि म तपाईँसँग अलिकति म सेयर गरौँला अहिले पछि, है। तर अहिले सबभन्दा ठुलो हुनै सस्टेनेबिलिटी छ। यसले हाम्रो नेपालको स्पेसली मोतीबिन्दुको शल्यक्रियाको प्रविधिले मैले भने लो इन्कम मिडल इन्कम कन्ट्रिजहरूमा यसले एउटा राम्रो पहिचान पाएको छ। नेपालको अनि नेपालको भने हुनाले बाहिरबाट अफ्रिका, एसिया, साउथ अमेरिकाबाट डाक्टरहरू हामी यो टेक्निक सिक्नलाई आउनुहुन्छ। कुन पोइन्टमा चाहिँ नेपाल इज डुइङ सच अ गुड जब होइन, यो चाहिँ हामीले नेपालबाट पनि बाहिर लैजानुपर्छ, अरू देशहरूमा लैजानुपर्छ भनेर चाहिँ कुन पोइन्टमा त्यो फिल भयो? अब हामीले मोतीबिन्दुको शल्यक्रियालाई डेभलप गर्दै 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 गएर अनि पछि गएर सुच्योर एक्स्ट्रा क्यापबाट हामीले यसलाई स्मल इन्सिजन क्याट्राक्ट सर्जरी भनेर पहिला सानो स्केलमा अफिसमा चाहिँ इजरायलको जेरुसलममा डाक्टर ब्लुमेन्थल भन्नेले गर्नुहुन्थ्यो, है। दिनमा 10वटा 15वटा गर्नुहुन्थ्यो। तर त्यो टेक्निकलाई हामीले रिइन्भेन्ट गरेर हामीले जुन अहिले प्रविधि डेभलप गरेका छौँ र अरूले त्यसलाई मोडिफाई गरेर लगाएको छ स्मल इन्सिजन क्याट्राक्ट सर्जरी, त्यो चाहिँ टेस्टेड एन्ड गिभ्स भेरी गुड रिजल्ट इन कम्युनिटी एन्ड भेरी लो कस्ट अफोर्डेबल इट भेरी गुड रिजल्ट्स, है। तर त्यति गरिसकेपछि पनि अनि हामीलाई वर्ल्डलाई प्रुभ गर्नलाई हरेक पटक प्रुभ गर्नुपर्ने रहेछ संसारलाई। अनि जस्तो अमेरिकन एकाडेमीमा आएर मैले इन्स्ट्रक्सन कोर्सहरू गरेँ। इन्स्ट्रक्सन कोर्स गर्दाखेरि सुरुमा मेरो इन्स्ट्रक्सन कोर्समा 7जना 8जना डक्टरहरू आउनुहुन्थ्यो। अनि अब केही न केही त्यहाँ छ, हाम्रो यो टेक्निक धेरै मान्छेले थाहा पाएको छैन, यसको मेडिकल स्टाफले यसको रिजल्ट्सहरू मैले मान्छेलाई थाहा दिनुपर्छ भनेर अनि हामीले नेपालमा एउटा ऱ्यान्डमाइज क्लिनिकल ट्रायल गऱ्यौँ। अनि हामीले यहाँबाट सान फ्रान्सिस्कोबाट अब अमेरिकाको वान अफ द फोरमोस्ट क्याट्राक्ट सर्जन्स डाक्टर डेभिड च्याङ भन्ने हुनुहुन्छ, उहाँलाई इन्भाइट गरेर अनि हामी काठमाडौँ गएर सानो मोनास्ट्रीमा हामीले एउटा सानो बट्टामा पहेँलो र कालो टेबल टेनिस बल राख्यौँ। अनि बिरामीहरू आउने, बिरामीहरू आएर कालो पिङपङभित्र हात छिराएर आयो भने डक्टर डेभिड च्याङको टेबलमा जाने, पहेँलो आयो भने टेबलमा जाने, ऱ्यान्डमाइज क्लिनिकल ट्रायल गऱ्यौँ। गरेर हामीले 1 वर्ष र 6 महिना 1 वर्षको हामीले फलोअप गऱ्यौँ। फलोअप गर्दाखेरि दि भिजुअल आउटकम्स, है, इन two surgical techniques were comparable. आउटकम्सहरू उहाँले जति उहाँको आउटकम थियो त्यति हाम्रो पनि त्यत्तिकै आउटकम, आँखाले देख्ने आउटकम चाहिँ त्यति नै देखियो, है। खालि फरक के पऱ्यो भने उहाँको सर्जिकल सिस्टमहरू सबै हामीले गर्दाखेरि 30 टाइम्स मोर एक्सपेन्सिभ, है। र यसलाई हामीले अमेरिकन क्याट्राक्ट एन्ड रिफ्र्याक्टिभ सर्जरी जर्नलमा पब्लिस गरिसकेपछि अनि संसारले यस्तो गरेर गर्नुपर्ने रहेछ, तपाईँको रिसर्च गरेर मान्छेलाई प्रुभ गर्नुपर्ने रहेछ, संसारले थाहा पायो। र त्यसको 1 वर्षपछि अमेरिकन एकाडेमीमा
हामीले यति धेरै इन्स्ट्रक्सन कोर्समा यति धेरै मान्छेहरू आउनुभयो कि हामीले सानो रुमबाट त्यो रुमलाई चाहिँ हामीले प्लेनरी सेसनमा सार्नु पर्ने भयो करिब करिब 120 जना जति फर्स्ट इयरमा दे वान्टेड टु लर्न दिस टेक्निक सो दिस टेक्निक स्टार्टेड टु गेट पपुलर एन्ड यो पपुलर सँगसँगै यसले के गर्यो भने नेपालका छिमेकी मुलुकको क्याट्राक्ट सर्जिकल रेटलाई यसले एक्सपोनेन्टली बढाएर लग्यो र गरिब मान्छेहरू जसले क्याट्राक्ट सर्जरी अफोर्ड गर्नु सकेका थिएन उहाँहरूले क्वालिटी सर्जरी अब पाउन थाले र त्यो क्वालिटी क्याट्राक्ट सर्जरीको रेट चाहिँ एकदमै बढ्न थाल्यो र नेपालले सायद यसको नेपालको साइलेन्ट कन्ट्रिब्युसनले हामीलाई हाम्रो छिमेकीहरूले पनि केही मात्रामा हामीलाई उहाँहरूले यो कुरामा उहाँहरूले हामीलाई बिलिभ गर्नुहुन्छ कि हामीले यो गर्यौँ भन्ने कुरा अब यो इन्ट्राओकुलर लेन्स र यो मोतीबिन्दुको बारेमा अलिकति भन्नु छ अझै अगाडि हजुरले भन्नुभएको थियो पहिला चाहिँ चस्मा नलाउँदाखेरि चाहिँ मोटो चस्मा लगाउनु पर्यो यो इन्ट्राओकुलर लेन्सले चाहिँ के गर्छ त्यस्तो चस्मा लगाउनु पर्दैन अब अहिले आएर तपाईँको कस्तो भने सिम्पल म तपाईँलाई बुझाउँदाखेरि चाहिँ आँखामा मोतीबिन्दु आँखाको भित्रको लेन्स चाहिँ बिस्तारै पोटासिफाई हुन्छ अनि यो चाहिँ एजिङ प्रोसेस हो उमेरसँग हुने अघि र हामीले यसलाई अहिलेसम्म यसको औषधिहरूसम्म निक्लिएको छैन अनि अल्टिमेटली सर्जरी गर्ने गर्छ अब यो अमेरिका जस्तो ठाउँमा मोतीबिन्दु एकदमै कम्ती अर्ली भयो ड्राइभिङ प्रब्लम भयो अलिअलि पढ्ने प्रब्लम भयो भने सर्जरी गरिहाल्छ अघि हामी नेपालमा र अन्य मुलुकहरूमा मोतीबिन्दु अलिकति छिपिसकेपछि हामी कहाँ आउनुहुन्छ बिरामीहरू अनि हामी अपरेसन गर्छौँ है मोतीबिन्दुको अनि मोतीबिन्दुको अपरेसन गर्ने बेलामा मोतीबिन्दुलाई पुरा झिक्ने तरिका पुरानो तरिका है तर पुरानो झिकिसकेपछि अनि त्यो बिरामीले देख्नु चाहिँ के पनि देख्दैन हात लाग्नु मात्रै देख्छ अनि त्यसमा मोटो चस्मा अगाडि राखिसकेपछि अनि त्यसले अलिअलि देखिन्छ त्यही भएर अब मोतीबिन्दु अपरेसन गर्ने बेलामा अपरेसन गर्ने टाइममै आँखाभित्र उसलाई चाहिने ठ्याक्क चाहिने आँखाको लेन्सको पावर हामी फिक्स गरेर आँखाभित्र हाल्छौँ र जसले गर्दा बिरामीले करिब करिब अब अहिले त नयाँ सोफिस्टिकेटेड लेन्सेसहरू छ र इभन सिम्पल मोनोफोकल लेन्सेसहरूले पनि टाढोको चिजहरूलाई राम्रोसँग देख्ने र नजिकको हेर्ने बेलामा चस्माहरू लाउनुपर्ने हुनसक्छ है तर प्रायः हाम्रो नेपाली यो कमन मान्छेहरूलाई एकदमै विदाउट ग्लासेस दे क्यान मुभ अराउन्ड एन्ड डु एभ्रिथिङ यो आइओएलले जुन लेन्स बनाउने कुरा छ होइन अरू पनि म्यानुफ्याक्चररहरू छ नि त लेन्स बनाउने उनीहरूले चाहिँ यो प्रोजेक्टलाई सपोर्ट गर्छ अथवा इज द्याट कम्पिटिसन अब यो तपाईँको सुरुमा हामीले अब लेन्स यो त मैले तपाईँलाई बसेर रातभरि लाग्छ यो भन्नुलाई यो दुःखको कुरा भन्नुलाई नि सुरुमा हामीले कम्प्लेक्सिटी अफ द टेक्नोलोजी रिसोर्सेस सबै गरेर हामीले प्रड्युस गर्न थालिसकेपछि अर्को ठुलो हामीले अब्स्टेकल फेस गरेको मार्केटिङ एन्ड सेल्स र सुरुमा नेपालमा लेन्स बनेको भनेर है कसैले पनि विश्वास नगर्ने हाम्रै आफ्नो साथीहरूले विश्वास नगरेको छ अरूले कहाँ विश्वास गर्ने है यो विश्वसनीयता हामीले लिनुलाई हामीलाई 3-4 वर्ष लाग्यो र हामीले यो 3-4 वर्षको दौरानमा हामीले एउटा के एकदम डिटर्मिनेसन गऱ्यौँ भने हाम्रो म्यानुफ्याक्चरिङ फेसिलिटी ओभर इन्जिनियर गऱ्यौँ र हामीले मेक स्योर द्याट एभ्री लेन्स वी प्रोड्युस इज अ एक्सट्रिमली गुड क्वालिटी वर्ल्ड क्लास कहाँ एउटा पनि लेन्सले हामीलाई कहीँ कम्प्लेन गर्ने ठाउँ नदियोस् भनेर त्यसपछि बिस्तारै बिस्तारै एज टाइम वेन्ट है जस्तो तपाईँलाई फर्स्ट इन्स्टेन्स म तपाईँलाई भन्छु थाइल्यान्डको मिनिस्ट्री अफ हेल्थले इन्ट्राओकुलर लेन्सको बिड माग्यो अनि बिड दिँदाखेरि हाम्रो डिस्ट्रिब्युटरले बिडमा फाइट गरेर उसले $8 to $10 उसले बिड पायो है त्यति बेला मल्टिनेसनल कम्पनीहरूले $80 बिड गराएको थियो है अनि उसले पाए तर मिनिस्ट्री अफ हेल्थमा सेक्रेटरी अफ हेल्थले एकदमै फार साइड मान्छे रहेछ उसले क्वालिटीको सबै पेपर्सहरू हेरिसकेपछि
अनि उसले हाम्रो लेन्स डिस्ट्रिब्युटरसँग किनेर ल्यायो, उसले लियो अनि त्यसपछि उसले के भन्यो भने with this price, right, I can do another 200,000 people's eyes भनेर त्यो in comparison to $80 again. र अब त्यस पश्चात त्यसको 3 महिना 4 महिनापछि मल्टिनेसनल कम्पनीहरूले लेन्सको प्राइस चाहिँ झारेर $30 मा लिएर आयो. So we could play that role again, but it wasn't easy, right? But यो सबैमा के थियो भने क्वालिटी एस्युरेन्स थियो र हामीले यो सबै हन्टरहरू यो 2000 अर्ली 2000 मा हामीले फेस गरेर हामी यो ठाउँसम्म आयौँ र अहिले यहाँहरूलाई म भन्न चाहन्छु यो 30 वर्षको दौरानमा संसारभरि हामीले करिब 70 लाख 7 million lenses हामीले डिस्ट्रिब्युट गरिसक्यौँ. हाम्रो genuine people around the world, and all of them are CE mark certification and very high quality. अस्ति ग्रिनमा थिएँ, मेरो डक्टर साथीहरू थिए, अनि उनीहरूले भन्दै थियो कि नेपालमा मेड इन नेपाल लेखेको इन्ट्राअकुलर लेन्स अमेरिकामा पनि आउँछ भनेर. त्यो सुन्दाखेरि मलाई कस्तो सिरिङ्ग भयो, एकदम गर्वले छाती फुल्यो. हजुरलाई चाहिँ आफूले गरेका कामहरूमा गर्व लाग्ने काम के छ? मैले यो काममा चाहिँ म के गर्नुपर्छ, प्राउड अफ इट भन्ने के छ हजुरलाई? मलाई सबभन्दा राम्रो लाग्ने त अहिले अब किरुङमा हामीसँग करिब 40 जना आँखा डाक्टरहरू हुनुहुन्छ अनि Oh.
very beautiful feeling that you get again. त्यस्तो ठाउँमा गइसकेपछि अर्को 6 महिनालाई पुरा रिचार्ज भएर आउँछ। It's a very beautiful feeling that you get again. त्यस्तो ठाउँमा गइसकेपछि अर्को 6 महिनालाई पुरा रिचार्ज भएर आउँछ। What do you want to write on your tombstone? This अब 100 वर्ष 200 वर्षमा चाहिँ सायद अब एकजना मान्छे एकजना डक्टर आएर तिलुङ्गा साथीहरूसँग तिलुङ्गा सेटअप गर्यो। तिलुङ्गा त्यति बेलासम्म रहिरहन्छ जस्तो लाग्छ मलाई। अनि अब मलाई चाहिँ के लाग्छ भने आँखाको आई केयर, मोडर्न आई केयर नेपाल जस्तो ठाउँमा कम्युनिटीमा कसरी एप्लिकेबल, कसरी सस्टेन गर्ने भन्ने कुरा मैले केही मात्रामा कन्ट्रिब्युट गरेको र सबभन्दा ठुलो कुरो ट्रेनिङ प्रोग्राममा अलिकति यसरी याद गर्छु जस्तो लाग्छ। 10 वर्षको प्लान के छ नेपालको आई केयर? हजुर 10 वर्षको अब 10 वर्षमा चाहिँ दिस इज माई विजन फर द नेक्स्ट 10 years. Next 10 years. Next 10 years, I think the prevention of blindness of Nepal is in very good hands. A lot of extraordinary people are coming, right? Very good surgeons, very good visionaries. अहिलेको जति हामीले यो आर्जन गरेको कुरा छ यसलाई सस्टेन मात्रै गरेर यसलाई नयाँ तरिकाले उहाँले लिएर जानुहुन्छ जस्तो लाग्छ मलाई। र हामीले त्यो लिएर जाने एउटा माहौल चाहिँ हामीले बनाइदिएका छौँ। अब फर इक्जाम्पल युनिभर्सिटी आउने भन्ने नै एउटा अर्को माहौल हो। लाइन टुवर्ड्स इन्स्टिट्युसनलाइजेसन अघि अनि यो जुन आयो ल्याबको प्रोडक्सनलाई एक्सप्यान्ड गरेर नेपालीहरूले मेरो आफ्नो इच्छा चाहिँ कस्तो भने नेपालमा हामीलाई अहिले वर्किङ मोडल्सहरू चाहिरहेको छ है। र त्यो हुनाले अस्पतालको हिसाबले केही मात्रामा वर्किङ मोडल हामीले पब्लिकको सिम्पथी, पब्लिकको माया पाएको छौँ है। र यो प्रोडक्सनमा पनि अलिकति हामीले अब यसलाई हामीले ठुलो स्केलमा हामीले लिएर जाँदाखेरि नेपालमा यस्तो पनि गर्नु सकिँदो रहेछ भनेर। अनि we want to make sure that it stays out of politics and follows totally professional discipline. Right? And त्यो भयो भने नेपालमा हामी मात्रै होइन अरू फिल्डमा पनि काम धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र हाम्रो चाहिँ हामीले गर्ने भन्ने कुरो एउटा मोडल क्रिएट गरेर त्यो मोडललाई अरूले स्केल अप गर्ने गर्नुहोस्। अब नेपालमा आँखाको लागि अर्को डक्टरसँग कोही चाहिँदैन, तर अरू फिल्डहरूमा चाहिँ अरू डक्टरसँग कोही चाहिन्छ। त्यस्तो होइन, मलाई मात्र नभन्नुहोस्, मेरो साथीहरू है, मेरो पछाडि है, I must let you know that I have back in Tilganga very formidable, compassionate, okay, group of people and wonderful team. त्यो टिम भएरै म तपाईँको अगाडि आउनु पाएको छु। टिम नभएर मैले अगाडि आउनै पाउँदैन थिएन। त्यस कारण मैले मेरो मात्रै नाम लिएर त्यसरी हुँदैन अघि। म अगाडि छु, ठिक छ, मैले एपोलेटहरू पाउँछु अघि, तर टिमको सहायता बिना हुँदैन। तर मलाई जहाँसम्म लाग्छ हामीले यस्तो मोडलहरू अरू फिल्डमा क्रिएट गर्न सक्छौँ जस्तो लाग्छ। क्रिएट गरेर देश बन्ने यसरी नै हो, नयाँ एरामा लिएर जानु पऱ्यो है। Thank you, Dr. अहिले मैले नसुनेको केही हजुरले भन्न खोजेको केही कुराहरू छन्, हामी Q&A सेसनमा जान्छौँ त्यसपछि। हजुरले के भन्न चाहनुहुन्छ? मलाई यो अलिकति तपाईँको जुन आयोको नयाँ फेसिलिटीको बारेमा तपाईँलाई कुरा गर्दाखेरि यसमा मैले भने नि सुरुमा यो टोटल प्रोफेसनलिजम
हामीसँग केही मात्रामा छ तर कमर्सियल स्केलमा हामी लिएर जान्छौँ त्यो भएपछि हामीलाई त्यो लेन्सलाई चाहिँ मार्केट गर्नलाई हामीलाई सजिलो हुन्छ र हाम्रो आफ्नै मार्केट एरियाहरू पनि अहिले नै छ तर त्यसलाई राम्रोसँग हामी लिएर जान सक्छौँ एउटा त्यो अर्को कुरो यो म्यानुफ्याक्चरिङ फेसिलिटीमा अहिले हामी आइओएल लिएका छौँ तर केही समयपछि डिस्पोजेबल गाउन्स डिस्पोजेबल ड्रेप्सहरू हामी प्रड्युस गर्छौँ र त्यसको केही समयपछि हामीले सोचिरहेछौँ वी शुड गो टु कार्डियक भाल्भ्स न्युरोसर्जिकल क्याथेटर्स है अनि पिडियाट्रिक सर्जिकल क्याथेटर्सहरू जो अहिले एकदमै एक्सपेन्सिभ छ र यिनीहरूको म्यानुफ्याक्चरिङ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर चाहिँ मोरलेस सिमिलर छ र लेन्स जत्तिकै प्रिसिजन निर्माण हुँदैन यसलाई हामीले अझ सजिलोसँग गर्न सक्छौँ जस्तो लाग्छ अब यो हिसाबले हामी अगाडि बढ्ने छ तर यसलाई मोडल चाहिँ यो मोडल कर्पोरेट स्टाइलमै चलाउने तर प्रोसिजहरू कसैले नलगिकन यसलाई कम्युनिटीमा ल्याएर हामीले युज गर्ने हजुरहरू कसैले डोनेट गर्नु भएको छैन र आइओएल लाभलाई सपोर्ट गर्न चाहनुहुन्छ भनेदेखि हामी क्युआर कोड राखेको छौँ त्यहाँ पनि छ हजुरहरूले त्यो स्क्यान गर्न सक्नुहुन्छ साथसाथै एनसिएलसीको फेसबुक पेजमा गएर त्यहाँ जेफीको लिङ्क छ त्यो लिङ्कमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ र जुन 7सम्म डाउनलोड गरिदिनु होला र जति पनि रकम तपाईँहरूले डोनेट गर्नुहुन्छ 100% त्यो फन्ड चाहिँ क्योर ब्लाइन्डनेस प्रोजेक्टलाई जान्छ र यदि $300 भन्दा बढी डोनेट गर्नुभएको छ $100 भन्दा बढी डोनेट गर्नुभएको छ भने जुन 7सम्म दुईवटा तपाईँहरूको नाम चाहिँ राफलमा राखिनेछ जसमा चाहिँ तपाईँहरूले नेपालको टिकट पाउन सक्नुहुन्छ जुन 14को लागि त्यस्तै गरेर हाम्रो लोकल आर्टिस्ट हुनुहुन्छ कार्बेनी केरी त्यहाँ दुईवटा आर्ट डिस्प्ले पनि गरिरहेको छ त्यो आर्टको लागि पनि तपाईँहरूको नाम राफलमा राखिनेछ त्यसमा हाम्रो डाक्टर साहबले साइन पनि गर्नुभएको छ र त्यो पनि प्राप्त गर्न सक्नुहुन्छ र केही अहिले क्यास अथवा चेक डोनेट गर्न चाहनुहुन्छ भने पनि त्यहाँ इन्फर्मेसन डेस्कमा जान सक्नुहुन्छ तपाईँहरू र अब हामी प्रश्न उत्तरमा जानेछौँ तपाईँहरूको केही क्वेसन छ भनेदेखि कृपया हात उठाइदिनु होला हामीसँग माइक छ त्यो माइक तपाईँहरूसँग लिएर आउनेछौँ कृपया आफ्नो प्रश्न चाहिँ छोटो राखिदिनु होला सकेसम्म 1 मिनटभन्दा कम र एकजनाले चाहिँ एउटा मात्रै प्रश्न गरिदिनु होला र यदि हजुरहरूले मध्ये कसैले चाहिँ डाक्टर रुबिनसँग तिनीहरूको लागि इन्भिटेसन पाउनु भएको छ भने कति जति मान्छेहरूको आँखाको सर्जरी गर्नुभयो त्यसलाई बताइदिनुहोस् यो पहिले सोध्नु भएको हाम्रो नर्थ कोरियाको प्रोजेक्ट हो कि अनि मैले अघि तपाईँहरू सबैलाई मैले सेयर गरेँ हामीले सर्जिकल सिस्टमलाई डेलिभरी सिस्टम सर्जिकल टेक्निक मात्रै डेलिभरी सिस्टमलाई हामीले पर्फेक्ट गरिसकेपछि हामीले नेपालभित्रै हामीले ट्रेनिङ गऱ्यौँ अरू डाक्टरहरूलाई अरू सेन्टरहरूलाई त्यसपछि गएर हामी वी थट वी आर रेडी टु सेयर इट विथ अदर्स अराउन्ड द वर्ल्ड है अनि हामीले सबभन्दा पहिला एसियामा 4वटा 5वटा मुलुकमा जहाँ अन्धोपनको आँकडा एकदम धेरै थियो तिनीहरूलाई हेऱ्यौँ जस्तो एसियामा इन्डोनेसिया म्यानमार क्याम्बोडिया लाओस अनि नर्थ कोरिया है त्यसका नर्थ कोरिया हाम्रो सुरुमै हामी त्यहाँ गएर हामी के गर्न सक्छौँ किनभने हामी गर्नु सक्ने पनि जहाँ समस्या छ त्यहीँ जान सक्नु जहाँ गर्ने उहाँले अनि त्यहाँ समस्या साथै विपराध थियो र त्यहाँ कसरी जाने भन्ने कुरामा नर्थ कोरियन एम्बेसी काठमाडौँमा त्यो अहिले त छैन अघि थियो अनि त्यति बेला नर्थ कोरियन एम्बेसीको काउन्सिलर एक्चुली मलाई आँखा देखाउनु आउनुभएको थियो अनि मैले मौका हेरिरहेको थिएँ कसरी त्यो देशमा गएर हामी सेवा गर्ने त्यहाँ गएर हामी उयो गर्ने भनेर अनि काउन्सिलर आउनु भएपछि मैले उहाँसँग कुरा गरिसकेपछि उहाँलाई एकचोटि तिरुगुनामा भिजिट गर्नु मैले बोलाएँ अनि तिरुगुनामा आएर भिजिट गर्नुभयो भिजिट गरिसकेपछि अनि उहाँसँग हामी किन सँगै काम नगर्ने भनेर मैले उहाँलाई प्रपोज गरेँ अनि उहाँले करिब 3 महिना जति पज राख्नुभयो
अनि उहाँले सायद आफ्नो देशमा रिपोर्टिङ गर्नु थियो होला अनि 3 महिनापछि उहाँ आउनुभयो हाँस्दै आउनुभयो अनि मलाई भन्नुभयो हामी अब अगाडि बढौँ यो कसरी गर्ने भन्ने कुरो अनि हामीले पनि अब हामी आफैसँग रिसोर्सेस छैन सो वी हेभ टु कलेक्ट रिसोर्सेस फ्रम countries which were amicable to them. And उहाँले के भन्नुभयो भने हामीलाई स्विजरल्यान्डको सपोर्ट हामीलाई ठिक छ हामीलाई क्यानाडाको सपोर्ट ठिक छ भन्नुभयो अनि मैले स्विजरल्यान्डमा साथीहरू थिए आँखाको डाक्टरहरू थिए उहाँलाई प्रपोज गरेँ अनि स्विजरल्यान्डको आँखाको अफ्थाल्मोलोजिकल सोसाइटीको मिटिङमा उहाँले राख्नुभयो र त्यहाँबाट फन्ड्सहरू जेनेरेट भयो र हामी फर्स्ट ट्रिपमा प्योङयाङ हामी गयौँ र अलिक फरक खालको देश छ कि अब कस्तो भन्ने कुरा मलाई त्यति छैन तर हामीले 2 हप्ताको दौरानमा 10 दिनभन्दा अलिकति बढीको दौरानमा हामीले करिब 11 जना बिरामी अपरेसन गऱ्यौँ र भेरी सिभियर क्याटरेक्ट्स है र नानीको क्वेसनमा यो 3 वर्ष अगाडिसम्म त्यहाँबाट डक्टर्सहरू हामी कहाँ आइरहेको थिएँ र अहिले आएर 12-13 वर्षको दौरानमा त्यहाँको क्याटरेक्ट सर्जिकल रेट करिब डबल भएको छ र त्यहाँ ट्रेन भएको डाक्टरहरू पनि धेरै अब मोडर्न क्याटरेक्ट सर्जरी गरिराख्नु भएको छ त्यसकारण मोतीबिन्दुको शल्यक्रिया उहाँहरू आफैले मोडर्न तरिकाले अहिले गर्न सक्नुहुन्छ बेला बेलामा हामी लेन्सहरू अरू डोनरबाट किनेर हामी पठाउँछौँ तर उहाँहरू आफै गर्न सकिरहनु भएको छ मलाई के लाग्छ भने हामी जाने जहाँ बिरामीलाई जरुरत छ त्यस कारण दिस इज अ प्लेस वेयर वी निडेड एन्ड वी वेन्ट एन्ड वी मेड लट अफ डिफरेन्स नमस्ते मेरो नाम साकेत शेर्पा मेरो प्रश्न चाहिँ तपाईँको कस्ट रिडक्सनसँग रिलेटेड छ तपाईँको कस्ट रिडक्सनको नम्बर सुन्दाखेरि मलाई एकदम अनबिलिभेबल थियो तपाईँ कस्ट रिडक्सनको बारेमा कसरी कस्ट रिडक्सन गर्नुभयो भनेर अलिकति सेयर गर्नुहुन्छ कुनै मोडल अप्लाई गर्नुभयो कि मटेरियल चेन्ज थियो कि साउन्ड्स लाइक इट्स अ न्यू आउटसाइड द बक्स थिङ्किङ देन ट्रेडिसनल वे अफ डेभलपिङ IOLs त्यसको बारेमा केही सेयर गरिदिनु अहिले हामीले म पनि कस्ट रिडक्सनमा पार्ट अफ द जब हो कुनै पनि मटेरियल अथवा डिभाइस एनिथिङको कस्ट रिडक्सन गर्दाखेरि हामी 1% 2%लाई वी थिङ्क द्याट्स आवर लाइक बेस्ट सट 5 year 10 year त्यसरी हामी कर्पोरेट वर्ल्डमा अमेरिकामा काम गरिरहेको छौँ अहिले हामीले तपाईँले 300% समथिङ आई डोन्ट नो एक्ज्याक्टली बट ह्युज त्यो नम्बर अलिक कुनै मोडल अथवा केही सेयर गर्नुहुन्छ त्यो कुरा हामीले पनि यहाँ पनि अप्लाई गर्न सक्छौँ कि अथवा अरू नेपालमा पनि कुनै अरू फिल्डमा पनि अप्लाई गर्न सकिन्छ कि त्यसलाई लेभरेज गर्ने अरू कुनै अप्सनहरू छ कि त्यसको बारेमा पनि भन्नु थ्याङ्क यू सङ्गे भाइ अनि म तपाईँलाई के भन्न चाहन्छु भने हामीले लेट 80s अर्ली 90s हामीले IOL नेपालमा बनाउने भन्ने डिसिजन गऱ्यौँ तर त्यो डिसिजन गर्नुभन्दा अगाडि हामीले होमवर्क चाहिँ गराएको थियौँ हेर्नुहोस् है अनि हामी म र मेरो गुरु मेरो फ्रेन्ड डक्टर फ्रेड हल्स हुनुहुन्थ्यो अस्ट्रेलियाबाट अनि उहाँ दुईजना सल्लाह गरेर हामी लिभरपुलमा है त्यो बेन्चको र मेटेरियल बनाउने ठाउँमा गयौँ We found out that the raw material costs just 50 cents. And the multinational companies were making such a big profit out of it. I mean, if they say that they are going to if the raw materials could cost 50 cents only, we are able to manufacture lenses with this margin. यो चाहिँ हामीले क्वाइटली नजाने जस्तो गरेर हामीले यो कुरालाई हामीले ब्याकग्राउन्डमा राखेर हामी नेपालमा धेरै सुरुमा हामीलाई टेक्नोलोजीमा हामीलाई अन्डर खानु पर्यो अघि तपाईँको हामी यो प्रोडक्सन भित्र क्लिन रुम स्ट्याब्लिस गर्नेमा क्वालिटी एस्युरेन्स गर्नेमा हामीलाई थियो तर प्राइस कन्टेनमेन्टमा वी वर कन्फिडेन्ट द्याट वी वर एबल टु डु भनेर बुझ्नुभयो मैले भने है सो इट वाज मेरो पहिलो आएको चाल गरेको आफ्नो साथी हो अनि मैले अहिले सबैसँग क्वेसन गर्न आएको अहिले पनि नेपालमा
सबैभन्दा पहिला लेन्स प्रयोग गर्नको लागि र मेटेरियल नेपालमा पाउँछ कि पाउँदैन। त्यसपछि दोस्रो प्रश्न छ लेन्स तयार भएपछि त्यसको प्रयोग पहिला मान्छेलाई नै गरेछ कि अरू कुनै जनावरलाई गरेछ। तेस्रो प्रश्न छ अहिले पनि नेपालमा सबै ठाउँमा नेपाली लेन्स प्रयोग गरेछ कि छैन र विदेशी लेन्स पनि अहिले प्रयोग गरिराखेको मैले सुनेछु। यति मेरो प्रश्न। अब उहाँले सोध्नु भएको एउटा चाहिँ हामीले आयोलहरू सुरुमा स्ट्याब्लिस गर्दाखेरि हामीले यसलाई एनिमल स्टडी गऱ्यौँ कि गरेन भन्ने कुरा हो कि। तर त्यति बेला कस्तो थियो भने तपाईँको म्यानुफ्याक्चरिङ क्वालिटी र हामीसँग काम गर्ने एकजना लेन्सटेक कम्पनीको यहाँ फ्लोरिडामा भएको लेन्सटेक कम्पनीको उहाँ हुनुहुन्थ्यो। उहाँसँग हामी मिलेर हामीले पहिलो 20वटा जति लेन्स हामीले निकालेको लेन्स चाहिँ हामीले के गर्यौँ भने एकदम इन्क्युरेबल ब्लाइन्डनेस भएको मान्छेहरूमा हामीले युज गर्यौँ है। आँखामा अरू रोग लागेको मान्छेहरूमा त्यसको तपाईँको आँखाको टिस्युलाई त्यसले के गर्छ, रियाक्सन गर्छ कि गर्दैन भनेर अनि केही मात्रामा हामीले फलोअप गरेर त्यसपछि हामी we're pretty sure that किनभने यो लेन्सको मटेरियल टेस्टेड हो, यसको सिस्टम टेस्टेड हो भनेर त्यसपछि हामी अगाडि बढ्यौँ है। र तपाईँको दोस्रो क्वेसनमा अब सोसाइटीमा जीवनी र पेसा त पुस्तकबाट पनि राम्ररी पढिएको थियो। आज प्रत्यक्ष सुन्दा साह्रै खुसी लाग्यो। मैले यहाँ साथीहरूले सोध्नु होला भनेर नसोधी बसेको थिएँ, तर नेपालसँग सम्बन्धित एउटा प्रश्न सोध्न मन लाग्यो। हाम्रा कतिपय अभिभावकहरू डाक्टर साहबको हातले एकचोटि आफ्नो आँखा मात्रै छोइदिए पनि सबै समस्या समाधान हुन्छ होला भन्ने ठान्नुहुन्छ, तर अपोइन्टमेन्ट लिन अति नै कठिन छ। त्यो प्राय असम्भव जस्तै लाग्छ। त्यसैले त्यसलाई सजिलो बनाउनको लागि केही उपाय सोच्नु भएको छ कि? धन्यवाद। अब म फर्केर गएर सजिलो गर्ने उपाय सजिलो गर्ने चाहिँ उपाय गर्नुला डेफिनेटली तपाईँको पोइन्ट्स टेकन भेरी सिरियसली। मैले मेरै आमाको लागि पनि 6 महिना अगाडि धेरै मेहनत गरेँ। नानी मेरो प्रायोरिटी कहिलेकाहीँ यस्तो बिरामीको लागि पनि जानुपर्छ हेर्नुहोस् है। यस्तो बिरामीको लागि टाइम जान्छ अनि र अब कुन गर्दा के गर्दा राम्रो हुन्छ र यस्तो गर्नुको लागि अहिले हामीसँग नेपालमा प्रशस्त मात्रामा तिमीभित्रै असाध्यै राम्रो डाक्टरहरू हुनुहुन्छ। हरेक स्पेसालिटी फिल्डको हुनुहुन्छ उहाँहरू। मैले अघि नै भने मभन्दा राम्रो डाक्टरहरू हुनुहुन्छ है। त्यही पनि सुन्नुपर्छ नि, उहाँहरू स्विट हुन्थ्यो। प्रसाद, फर्स्ट एन्ड फरमोस्ट थ्याङ्क यू सो मच। मैले हजुरको बारेमा धेरै सोचेको थिएँ, तर आज प्रत्यक्ष सोधेँ एकदम 101% definitely right. Plan A, Plan B, Plan C all ready. Dr. Congratulations for achieving so much for your career. मेरो प्रश्न चाहिँ डाक्टर के छ भने डाक्टरको लागि त पेसेन्ट इज इक्वल, सबै ठुलो सानो केही भनेर हुँदैन। इजमेन्सी किङ पिरियडमा पनि हजुरको पेसेन्ट हुनुहुन्थ्यो, माई फादर उहाँ पनि पेसेन्ट हुनुहुन्थ्यो। अनि किङ पिरियडले उहाँलाई टेस्ट गरेपछि डाक्टर साहबलाई चाहिँ एज अ डक्टर अङ्ग्रेजीमा वार्ता गर्नुहुन्थ्यो होइन। अनि लास्टमा यो भिजिटिङहरू चाहिँ कम्ब्याक आफ्टर 2 weeks भनेर है डाक्टर साहबलाई चाहिँ किङ पिरियडमा यु आर द बस त्यसले हजुरलाई कस्तो इनर्जी दियो कि confidence बढ़ाएगी? How did you feel about it? That is question. I think he was a wonderful king and a wonderful person. Okay, मैले के अरूसँग अलिकति नजिक गएर उहाँसँग मैले डक्टरको हिसाबले मैले इनफ्याक्ट just a week before he had that massacre, I was checking his pressure in the palace. Okay, उहाँलाई जन्मिनुको शङ्का, अब होल फ्यामिलीलाई जन्मिनुको शङ्का छ। अनि उहाँ अब कस्तो
बिहान अनि हामीलाई 9 बजीतिर बोलाएर हामी बस्छौँ अब हामीलाई त त्यो फर्स्ट एन्ड सेकेन्ड सेन्टमा हामीलाई बोल्नु अप्ठ्यारो लाग्छ नि है अनि यी मेक्स इट इजी हाई डक हाउस लाइफ भनेर भन्नुहुन्छ है अनि बिहान वक गरेर टी सर्ट लगाएर उहाँको एडिसी लाग्छ अनि बन्दुक यसो लिएर उहाँले आई डोन्ट निड दिस टु कफी टी भन्छ अनि हामी अब के गर्ने अनि यस्तो थियो र पछि गएर अलिकति देशको बेला बेलामा देशको बारेमा है